हेलो साथीहरु, दर्शक नमस्कार। हजुरहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल दिव्या बरालमा। उहाँको च्यानलमा म पनि उपस्थित भइसकेको छु। आज मेरो साथमा हुनुहुन्छ सबिता कार्की। नमस्कार। अनि आज चाहिँ हामी गर्न गइरहेको छौं चटपटे च्यालेन्ज। धेरै पछि पहिलेको हाम्रो पानीपुरी च्यालेन्ज त हजुरहरुले हेर्न सक्नुभएको थियो। आज फेरि हामी गर्दैछौं गिलो चटपटे च्यालेन्ज। यसमा रहेको छ एकदम हट स्पाइसी वाला चटपटी रहेको छ। त्यसपछि यो चाहिँ शरबत पानीको छ अनि पनिशमेन्ट चाहिँ तिमी भन त पनिशमेन्ट चाहिँ मलाई भन्न दिन्छु। हाम्रो चाहिँ पनिशमेन्ट रहेको छ जसले हाल्छ उसको मुख चाहिँ पानीमा डुबाउनु पर्छ। यारको पानीमा डुबाउने त्यही साथी ल सुरु तर मलाई चाहिँ अप्ठ्यारो हुन्छ जस्तो लाग्यो। म त हार्छु होला ल सुरु। हेलो हेलो खाइसकेपछि भने ल मिठो लाग्यो तर जित्नको सवाल पो छ म चाहिँ थोरै धेरै क्या हेरि गरेर खाइरहेको धेरै खानुपर्छ जितको सवाल पहिलेको मलाई चाहिँ हाम्रो पानीको च्यालेन्जको भिडियोहरू कम्ती आउँछ। आज त मैले पानी खाएको थोर छ जस्तो लाग्यो मेरो धेर छ होइन क्या मेरो यस्तो भोरी भइसक्यो अल जस्तो हातले क्या लास्टमा हातमा गाह्रो सक्छ। चाचा हामीले त के छ भने भनेनौँ त है हाम्रो चाहिँ शरबत प्लस चटपटी सलादको लागि यहाँ काँक्रो रहेको छ। मैले के भयो भने मेरो दाँत पालेको मैले बिर्सेर काँक्रा खाएँ क्या यो खाने हुने भयो म त घरमा टोकाउँछु नि चटपटे काट्नु पर्यो चटपटी चाहिँ उहाँले बनाउनु भएको एकदम मिठो 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 छ। कस्तो मालिक पछाडि बसेको थियो है जितको सवाल कस्तो हो भिडियो लास्टसम्म हेरेर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि अब मेरो च्यालेन्ज लिएर आउँदा हजुरले भनिदिनु हुन्छ हजुरले भनिदिनु होला। दिएर मेरैमा थियो यस्तो होइन नखानु यसरी पानी खाऊ पिरो पानी खाऊ पिरो राति भएकोले म त धेरै कालीबाट नि भएर काली आइसकेँ त्यही पनि हेर्नु भयो यस्तो चाहिँ भएन चटपटे देखेको छैन त ऊ
किन अहिले चाहिँ कालो आएन अँध्यारो भयो त इसमें रोकेर सेटिङ मिलाएर आइज नि धेरै राति आएर चाहिँ लाइट थपेर आएको म चाहिँ तल बसेछु उसो मुढामा थिएछ त्यही भएर अघि आएको सुरु होइन यस्तो चाहिँ भएन है मम्मीले खाइदिनु पो त्यही भएर हो मैले कस्तो खाइरहेछ मैले पुरा यो त अलिकति बाल्नु पर्ने रहेछ खासमा चाहिँ राति भएर हो जुनमा पनि मै त हार्छु राति भएर हो अर्कोचोटि चाहिँ हामी उज्यालो भयो भिडियो लिएर आउने है तर साथी हो म त अगाएँ पनि पुरा भयो गएर खाइसक्नु कहाँबाट पिरो स्वाद हो स्पाइसी छ नि त खत्तम टाटा बाई बाई यस्तो गरेर हुन्छ च्यालेन्ज गर्नु होइन साथीहरू हजुर भन्नु त अल्छी लाग्दो पाराले मुख बेला खाइदिन्छ जति नसक्दैन नि त नराम्रो आउँछ भनेर साथीहरू म म त हारे 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 त्यो सबै खाइसक्नु पर्यो नि शरबत त होइन सुरुमा भने होइन सर्व पनि हो शरबत हो यस्तो गर्छ मलाई लास्टमा शरबत गरे too much पिरो लास्टमा शरबत हार्छ काँक्राजी होइन र शरबत सुधा गर्न लगाइराख मलाई चाहिँ काँक्रा कस्तो छिटो खा हारिसही गयो त्यो झन्डै काँक्रा नखाएको त लु नखाऊ न त अब त नखाए पनि भयो के भन्छ साथीहरू अब धेरै धेरै सब्सक्राइब गरिदिनु भयो भने अनि धेरै सपोर्ट गरिदिनु भयो चाहिँ खतरा खतरा च्यालेन्ज लिएर आउँछु अनि यता भयो एउटा लाइट पनि किनेर लगाउँछु ल अहिले चाहिँ राम्रो हुन्छ हाम्रो भिडियो नत्र भन्दा यहाँ त अगाडि 3टा फोन बालेको छ अहिले भर्खरै अनि बल्ल बल्ल यतिको उजेर छ पछाडि देख्न सक्नुहुन्छ कति रात परिसक्यो पुरा यो चाहिँ राति भएर गयो फोकस आँखामा परिराख त्यो केही देखायो नि हो नदेऊ न मलाई सजायो अब यो त प्लेट चाहिँ ढलाउनु पर्यो नि त प्लिज छिटो अब यति राम्रो मेकअप गरेको थियो होला मेकअप चाहिँ गरेको छु ल गाजल लाग्थ्यो अब गाजलले पोल्ने गाजर पनि छेउछेउ नलाएको एकछिन चाहिँ एकछिन भन्दियो एकछिनले उसलाई रेस्ट टाइम लिएन एकछिन खाएर अलिकति म त्यसमा बस्छ कति हुन्छ ल ल त्यसरी बस्छ त मुढा बस्दा कतिचोटि रुमाउने एकचोटि कहाँ एकचोटि अघि भनेको होइन एकचोटि मुढा बस्नु ए हामीले त उसले खिचेको छ थम्बनेल
त्यही खाएकै बडा गर्नु ल अब चाहिँ पनिसमेन्ट ल रेडी हारेको के भन्न चाहन्छौ तर म हारेको चाहिँ के कारणले भने नि मम्मीले उसको भाग सबै जित्नु भएको सबै चाहिँ मतलब आधी है मतलब मेरो चाहिँ अलिक धेर थियो त्यही भएर हो म अब त्यस्तै छु जे पालेली हुन्छ जुन मात्तले पाली त्यही हो म त केही भन्दिनँ आफै डुब्ने डुबा नि त पहिला डुबान अब जितेको उपलक्ष्यमा ल भयो यतै पानी चुहाइसकेको बाबुले गाजलले पोल्यो चित्त भयो एकदम अझ केवाला अरे फ्रिजवाला चाहिँ ठिक हुन्छ है ल भिडियो लास्टमा हेर्नु भएकोमा धेरै धेरै धन्यवाद मैले पनिसमेन्ट पनि गरिसक्नु भएको छ तर मैले जितेकी भए होइन ए हारेकी भए म 5 चोटि आइज 5 चोटि भनेपछि त छोड्नु भएन नि त साथी ल भिडियो लास्टसम्म हेरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सबैजनाले माया गरिदिनु होला सबैजनालाई बाई बाई बाय एभ्रीवन मेरा हालत बहुत बुरा हो बाई बोलो त बाई बाई सी यू नेक्स्ट टाइम अर्कोचोटि चाहिँ मै जित्छु